सो गाइस आज टक्क आइफोन रिसिभ गर्न जानु लागेको एयरपोर्टमा हैन मोमो हल्का पुस्दिमा अब अहिले टालन छैन टाढा हिँड्ने लास्ट डर लाग्छ अब बिल बुक लाइसेन्स केही पनि बोकेको छैन छन् त सबै छ हैन बोकेर हिँड्नै झ्याउ लाग्ने म त जसरी पनि छिटै काटिहाल्छ भन्ने हो खोल्नु त आजबाट सबै खोल्या हैन हिजो शनिबारदेखि खोल्या भन्दै भन्न चाहिँ ल बाइक स्क्रैच भइछ नि त यार यहाँ ल कुली स्क्रैच लगाइदियो यस्तो कस्तो ठुलै स्क्रैच लगाइदिएछ यार तँमा त्यसका हात त पड्याक पुडुक गड्याक खुडुक गरे कुली लगाइदियो यत्रो स्क्रैचमा कस्तो यति बाइक ठेल्नु पनि सक्दैन त यार के भएको छप्री ट्याग लगाएर हिँड्न लाग्यो फेरि जुत्ता पनि त्यस्तै केही छैन चलेगा यत्रो ठुलो स्क्रैच लगाइदिएछ क्या यहाँ कस्तो होला अब टक्क एयरपोर्ट जानुपर्ने हुन्छ 16 प्रो मैक्स आउँदैछ अरे तर मेरो लागि होइन क्या फेरि ममको लागि गाह्रो छ गाह्रो यो 14 प्रो मैक्स हो यो चाहिँ यो पनि खास मेरो लागि होइन कि ममकै लागि पठाएको तर मैले चलाइरहेको छु अहिले चाहिँ त्यही भएर अहिले चाहिँ ममलाई पठाएको क्या मेरो लागि चाहिँ कभर आउँदैछ भने त कभर नै सबै खोइलिएर यस्तो भइरहेको मैले अहिलेसम्म यो बाइक एयरपोर्ट पनि पुगेको छैन यार कस्तो भन्नु किनेको कति 2 वर्ष भइसक्यो मेरो बाइक होइन 7214 गुडेछ 2 वर्षमा क्या अहिलेसम्म मैले यो बाइक एयरपोर्ट त के कोडेश्वर पनि पुऱ्याएको छैन हो टाढो भनेर कि एकचोटि त्यही भुट्न लगाएको हो सुरुमा किन्दाखेरि त्यही नि फुल ट्याङ्की तेल थियो सुरुमा किन्दा होइन तर अहिलेसम्म मैले फुल ट्याङ्की गर्नै सकेको छैन बाइक क्या अहिले कति 3 लाइन रहेछ पुग्छ यहाँ मजाले पुग्छ 3 लाइन भएन कि इनफ हो क्या इनफ मजाले पुग्छ जहाँ भन्दा नि फेरि अब जहाँ पनि त होइन कि आफू हिँड्नको लागि यताउता नजिक ठाउँहरू यस्तो हिलोमा त बिस्तारै हिँड्नुपर्छ फेरि ममको पछाडि कपडामा त धस्नै बनाइन्छ हिलोले टेल डाइडी छैन नि त यहाँ बिस्तारै हिँड्नुपर्छ जस्तो पानीमा त कताबाट जाने होला त सोरुखुट्टेबाटै जानु पर्ला जस्तो छ अब यता भित्रबाट जाऊँ भने पुरै जामै जाम हुन्छ भित्रबाट त के जाने यार मलाई गल्ली हिँड्नु अब लास अप्ठ्यारो लाग्छ झन् यो बाइक त अति गाह्रो हुन्छ क्या गल्ली हिँड्न त आम्म कस्तो यता आएको त यार यो गाडी त यहाँसम्म आउनुपर्छ भने यार ट्रनिङ काट्न पुरा यतासम्म आइरहेको दा अब उहाँको गाडी अब यता साइड लाइट बालेर यता निस्किन्छ कस्तो चाहिँ मान्छेहरू हुन्छ भने कहिले पनि यो लेफ्ट साइडमा भएको मान्छे एकैचोटि राइट काट्दैन होइन क्या राइट जानु छ भने एकैचोटि राइटबाट आउने क्या सिधै पहिला औडा लगाइरहेको बोल्नलाई कस्तो भएर अलिक कसेर बोल्नु भने मुम्बई सुनिहाल्छ अयो गाह्रो चाहिँ केटा हो भ्लग गर्न नि अब कम्फर्टेबलै नहुने क्या अब कहिले बोलेर हिँडिराख्ने पाइन्छ छैन अनि कस्तो कम्फर्टेबलै नहुने क्या भ्लग गर्नु त एउटा भिडियोमा केही नआउने 5-10 हजार भ्युज आउने भयो त म त पागल जसरी बनाउँथ्यो भिडियो होइन अब के गर्नु भ्युज भने 5-10 पनि आउँदैन म चाहिँ यता नयाँ बजार आइपुगिसक्यो होइन अब बिस्तारै जानुपर्ने हुन्छ क्यामेरा चाहिँ ननस्टप आउनु होला जस्तो छ एकचोटि यस्तो सानो सोले बोल्दाखेरि कसम भने मलाई त आयो कत्रो जाम भएको छ यत्रो तार त सब बाँकी रहेछ त अस्ति त सबै जलेको थियो त चलो चलो खुल गया जाम जल्दी चलो यो गोब्रा हालेपछि फेरि सबले हेरेर हैरान पार्छ भने मलाई फेरि लास औडा लाग्छ हेरेपछि आम्मा एनसेल टावर जस्तो भयो केटा हो अस्ति त यो बाटोमा त 4-5 वटा पुरै गाडीहरू तेर्सो पारेर पालिरहेको थियो अलिक फटाफट गरी हिँडे पो जाम पनि अहिले सरासरी खोल्नु भने मान्छे ल्यास्याक गरेर हिँड्छ अनि कहाँबाट जाम नहुनु हो अब हेर्न ल यत्रो यता जाने बाटो जहिले खाली हुन्छ कति बिस्तारै हिँड्यो भने कस्तो मलाई त रिसै उठ्छ कसम यस्तो बिस्तारै हिँड्यो भने त अलिक फाटफुट गरी हिँड्नुपर्छ क्या दरबार मार्ग आइपिओ फाइनली अब यहाँबाट सिधै जाऊँ अनि सिधै गएर अनि बाटै बिर्सिक्यो पहिला ट्याक्सीमा त सब बाटो याद थियो
मोमले पुरा होइन किन बोर बोराउँछ यो पागल जस्तो एक्लै सोचिरह क्या अಯ್ಯೋ प्यार 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 बोल्यो हिँड्न त अब अलिक हल्का फुल्का त सुन्छ होला नि त होइन अलिक बोर 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 गरेको अहिले के गरेर आयो बाउले आयो क्या भनेर होला अಯ್ಯೋ अब यहाँबाट राइड जानु पऱ्यो राइडबाट त सिधै छ जस्तो लाथी बाटो यताबाट कस्तो भिआइपी छ यार कस्तो सफा छ क्या उतातिर त धुलो उडेर उडा अति हुन्छ पोसपारी एरियामा मेन त कलङ्कीदेखि ठ्याक्क यो चाबेलसँग हत्ता ननस्टप यस्तो धुलो उड्छ कि आम्मा कुरै नगरौँ फेरि जाम ल अब एउटा चोकाउनु भयो भने फेरि जाम आयो यता नि पुरा जलाइछ नि त ध्वस्तो पुरै ध्वस्तो बनाइदियो केटाहरूले जेन्जी गेन्जी सबै सरहरू त आज खटिरहेको रहेछ त के भन्नु बाध्यता छ है यो ठाउँलाई पो के पो भन्छ यार मैले बिर्सेँ क्या पोखरी त पोखरी होइन के पो पोखरी भन्थ्यो पानी पोखरी हो कि त्यो कमल पोखरी रहेछ कमल पोखरी तर कमलै छैन क्या फेरि यहाँभित्र कमल पोखरी सो गाइस म चाहिँ फाइनली पानी के कमल पोखरी आइदियो बोल्नै आउँदैन भने त के भ्लगर भनेको क्या गुन्डा भनेको अरे तँ भन्थ्यो मेरो म चाहिँ यस्तो अरे क्या भ्लगर भनेको अरे तँ बेटे भने सिटी सेन्टर यहाँ माथि एउटा त्यो के 18D सिनेमा हेर्नु गएको रिङाटै उठाइदिएर मेरो यस्तो रिस उठायो मलाई त्यो कति 5-6 मिनट कति देखाउनु रहेछ होइन टाउको दुखाएर यस्तो बनाइदिनु रहेछ त्यसले कस्तो बवाल देख्यो नि आममा हेरौँ न ल सही देख्छ है जाममा पऱ्यो अब 100% फिक्स 100 होइन 200% नै जाम पर्छ कैसे लोग रहते हैं यहाँ पर भन्थ्यो त्यस्तै भइगयो नि अब 2 मिनट जाम भने अब फेरि अब नामसाम पनि बिर्स्यो नम्बर पनि छैन साथीले 16 Pro Max त खान्न नि रेगा आज अयो पशुपतिनाथ आइपुग्यो है कडा हो फाइनल्ली यता देख्दा त कस्तो अनौठो लाग्छ मलाई त यार किन तर यो पशुपति लास्ट ठुलो हो यार उता कहाँसम्म छ अनि यहाँबाट यत्रो ठुलो देख्दो रहेछ एम्बुलेन्स भनेपछि सबै यो लास्ट पुगेर जाने होला होइन एयरपोर्ट के पो एयरपोर्ट होटल भन्दै थियो एयरपोर्ट ओ यो त होटलको नाम के रे है त्यहाँ अघिको फोटो होटलको नाम के रहेछ रिगल एयरपोर्ट होटल यहाँबाट राइट हो भन्ने चाहिँ हामीलाई लागिरहेको छौँ होइन एकचोटि म्याप त हेरिसक्यो ट्रन राइड भनेर मर्दै कुत्ताले अङ्कल यता रिगल एयरपोर्ट होटल कता हो नयाँ पो हुनु हुँदो रहेछ अब एक लोड माथि गएर फेरि उता जानुपर्ने भयो भने भित्र त भित्रै हो अब जाने बाटै रहन्छ त्यताबाट हस् बाई हस् ओके बाई माथिबाट सधैँ आज जुलुस छ र भने छैन हुनु कुरा त ठिकै हो त्यो अस्ति जेन्जीको युवाहरू मरेको थियो नि त अनि त्यसकै लागि न्याय पाऊ भन्न रहेछ राम्रो हो होइन अब कतिको फ्यामिली यता नाथलिङ्ग भयो होइन दसैँको बेला थियो के भयो त्यस्तो बन्यो तर कतिको संसारै उडे जस्तो भयो बिचरा थियो
के गर्नु अब हामीले नि केही गर्न सक्दैन है गाह्रो छ गाह्रो कस्तो के भन्ने भन्दाखेरि केही बोल्दैन बरु ल यता ट्राफिकै छैन रहेछ फेरि ट्राफिकै छैन रहेछ अलि अगाडि आयो क्या हामी हाँस्दै आउँछ आन्टी फेरि हाँस्नै पर्यो के गर्ने ट्राफिक कता गयो लास्टमा युवाहरू नै ट्राफिक गर्नु पऱ्यो भएको ट्राफिक चाहिँ कुटेर लाने केटाहरू कस्तो गुवाचेहरू होला त्यत्रो हात देखाइरह बस भनेर सरहरू आइदिन्छ त्यसै चिर्यो फुल्ली अब त्यही हो राम्रो होस् भन्ने हो हाम्रो त होइन अब हामीलाई त जे भयो नि जस्तो भयो नि अब जति गरे नि काम गरेर खाने हो काम नगरी दुःख नगरी खानु पाउँदैन सिरुको जत्रो अब अन्डरग्राउन्डमा पैसा राख्ने त्यस्तो समेत त छैन हाम्रो केटा के होइन सिसाहरू त चार्लुङ चुर्लुङ हाल्दा पाल पाल भने यही हो नि त यहाँ त हेर आज पनि मान्छे छ वाल त्यो मान्छेले चाहिँ आउँछ होला सायद यता त खासै चलाएन रहेछ उतातिर यता त ठिकठाकै छ प्रायः जस्तो रुम आइपुग्यो मोबाइल चाहिँ एउटा 16 प्रो म्याक्स थियो मेरो लागि कभर थियो कभर चाहिँ हो होइन सो त्यही हो है त भिडियोमा खासै ट्विस्ट केही पनि छैन यस्तो फोन आएको रहेछ फोन लिन आयो होइन टक्कर माइसकेको अहिले त्यही हो